सो हेलो एभ्रिवान नमस्ते गाइज व्हाट्स अप आई होप तपाईहरु सन्चै हुनुहुन्छ। आज चाहिँ म पुर्खेली गाउँ जाँदैछु बाइक यहाँ म र बाचेमा चकमकै मास्तिर आइसक्यो है बाउ। अब हामी म हबिर पुग्नु अझै थुप्रै बेर बाइक छ। यो चाहिँ चकमकै भयो यहाँबाट देखिने सिन है गाइज। अब हामी चकमकै नै गएर बोल्छौँ। सो हामी चाहिँ अब मास्तिर म हबिरतिर निस्किन्छौँ अनि यो चाहिँ छ उ त्यहाँ तल छ थुप्रै छ यताबाट जानु न उ त्यहाँ पनि छ। कता जाने हो? हामी चाहिँ बतासे आइसक्यो। बतासेमा अहिले हामी है बतासेको यहाँ अब बाजे घरमा बाजे घरबाट अब हामी पनि एकछिन म हबिरतिर निस्किन्छौँ अनि हजुर बाजे मास्तिर गफ गर्दै हुनुहुन्छ। बाटो अप्ठ्यारो बतासे महादेवको पूजा गरी दक्षिण दिशामा आकाश मार्गबाट बर्खा पानीको भए भन्छ भनेर वन्दना गर्दा कालो वस्त्र ढाकिने पछि चाहिँ अब म हबिर निस्किन्छौँ अनि त्यहाँदेखि म हबिरमै देखाउँछौँ तपाईँलाई। दाइ पनि मास्तिर निस्किन्छौँ। अब हामी पुर्खेली गाउँ पनि आउनु लागिसक्यो है। यो चाहिँ खोरभन्ज्याङ भन्ने ठाउँ। यो चाहिँ महाभारत डाँडा अनि अब माथिको सिन पनि देखाउँछौँ तपाईँहरूलाई। अघि त्यो बलौटे माटोमा पुल त्यो चाहिँ दाइ यो बाजेको बाइक मेरो 8:30 जस्तो भइसक्यो। यो फेरि 350 म हबिर गएर देखाउँछु तपाईँहरूलाई। हामी चाहिँ पुर्खेली घरमा आइसक्यो होइन। अब यही हो म हबिर भन्ने सिधो भएर देखाउँछु है। काफल नि पाउँछ क्या यता त्यो गाउँ पाक्दैछ यहाँबाट यस्तो ठाउँ बिरानो ठाउँमा अझ वहाँ माथि पनि छ एउटा ठाउँमा माथि हो त्यो माथि डाँडा। अहिले चाहिँ हामी अब यहाँ आइसक्यौँ। भोलि हामी घर निस्किन्छौँ है। जङ्गलमा आएर हाम्रो काफलले टिपिसक्यो। ए काफलले गुराँस यस्तो छ जङ्गल चाहिँ। सिस्नु पनि छ यता अरू बढ्छ त्यता त्यो गुराँसको यता काफलको भइगयो। अनि अब मैले गुराँस टिपेर म घरतिर जाँदैछु। माथि छ घर चाहिँ होइन। बाटो यो भइगयो। उता बहिनीहरू भए गाई गोरु चराउँदै छ। यो गाउँ यता धान रोप्ने ठाउँ है। दिस इज द रोडोडेन्ड्रन है। अब घरतिर जाऊँ। यो अहिले म गएर एडिट गर्छु होइन नेट भएको ठाउँमा गएर अनि त्यहाँदेखि म यो पनि भिडियो अपलोडिङ गर्छु है गाइज। म हिँड्ने ठाउँ चाहिँ धेरै राम्रो यार। हाम्रो पुर्खेली घर हाम्रो हजुरबाहरूले छोडेर धेरै नराम्रो काम गरे।
फेरि सुविधाहरू रहेन रहेछ है यता बाटो चाहिँ निकै अप्ठ्यारो रहेछ है बल्ल 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 आयो थाक्नु त के थाक्नु होइन अब नेक्स्ट गर्छौँ हजुर म अझै माथि छ है घर चाहिँ बाजेहरूले बाख्रा खोल्नु भएको रहेछ यो त्यो वहाँ वनमा अझै रहेछ अब भोलि जाने भोलि फेरि जान्छु कता लानुहुन्छ अब ए खोलातिर अझै घर जानु माथि छ हेर बात बिहानदेखि आएको देखाएन अब गएर खानु पर्ला सिस्नु फेरि यहाँ हातमा लागेर लास्ट पर्छ घुम्न आउनु भने चाहिँ यता धेरै राम्रो राम्रो ठाउँहरू छ घुम्न आउनु होला है महावीर काले त्यो डाँडाबाट आएको मैले थाक्ने रहेछ गाइज कडा यताको गोठा चाहिँ ट्याक्कै मुस्ताङको गोठ जस्तो लाग्यो मलाई मुस्ताङमा निस्क्यो हुन्छ नि त ठाउँ बाटोहरू है गोरेटोकै यसो माथि निस्क्यौँ अघिमा कता भन्दाखेरि बिर्सेँ यही हो क्या सधैँभरि तिम्रो तोरियो हजुर को देखेन त मैले मन हरायो अब हजुर काखल त पाकेर नै रहेछ त्यहाँ दाइ पो घाँस काट्दो रहेछ यो गुराँस भेटेर टिपेर आएको अलिक मासतिरको घाँस काट्दैछ बारी पुर्याउनु लागेछ त्यही ऊ त्यो गहिरोमा काटेछ चिलाउने नि खाँदो रहेछ यताको बाख्राले बाख्रा कता लग्यो बहिनीहरू खै त्यहाँ अझै एक बोट रहेछ सिस्नु नि सिस्नु हातभरि बिजेर पाखेर नै रहेछ
त्यहाँ माथि अझै एक बोट छ भोलि फेरि जान्छु हामीले चाहिँ खाना पनि खाइसक्यो है अब हामी नेट चलाउनु जान्छ होइन यता आन्टी यता भाइ भतिज खाना खाँदैछ मजा मलाई के बोलाएँ क्या भतिजले नि खाना खाइसक्यो अब चाहिँ हामी निस्किन्छौँ है यता चाहिँ धमाधम भाँडा माझ्दैछ ल भाइ यता हेर्दैन एकचोटि भतिज हुँदैन खाना खानुभयो त बाजे खाइसक्यो दादा गाइज है अब भोलिको ब्लग भोलि नै हुन्छ है अहिले चाहिँ म एडिट गर्न जान्छु अहिले नेट भएको ठाउँतिर अनि बाई बाई